दैलेखको पेट्रोलियम अथवा हामीले पेट्रोलियम भनिराखेका छौँ, तर त्यहाँ मिथेन ग्यासको उत्खनन हुनेछ, प्रोडक्सन हुनेछ र त्यसले विदेश जाने मुद्रा नेपालमै रहन्छ। हामीले विदेशबाट अप्रशोधित खालका अथवा कम प्रशोधित कम क्वालिटीका चिजहरू हामीले ल्याउनु पर्ने छैन। हामीलाई ठुलो राष्ट्रिय लाभ, वार्षिक ठुलो आम्दानी त्यहाँबाट हुनेछ। धेरैले रोजगारी, धेरैले काम नेपालभित्र पाउनेछन्। यस्तै गरेर अरू कारखानाहरू, अरू खनिजहरूको पनि हामी उद्घाटन गर्नेछौँ। यतापट्टि पनि हामी काम गरिरहेका छौँ। कृषिको आधुनिकीकरणतर्फ त्यसै गरी हामी काम गरिरहेका छौँ। व्यापक रूपमा र कृषिको आधुनिकीकरण भइरहेको छ। देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको छ। यो अर्को पक्ष छ। उद्योगतर्फ पहिलेभन्दा धेरै उद्योगहरू अहिले स्थापना भएका छन् र अगाडि बढिरहेका छन्। ट्रेडिसनल उद्योगहरू, कतिपय उद्योगहरू स्वाभाविक रूपमा नचलेका होलान्, ती आउटडेटेड पनि भए। कतिपय उद्योगहरू, कतिपय आउटडेटेड नभएका उद्योगहरू चल्दैछन्। म्याग्नेसियम उद्योग, त्यसलाई फेरि हामी अहिले सञ्चालन गर्ने प्रयासमा अगाडि बढिरहेका छौँ। त्यो म्याग्नेसियम उद्योगलाई पनि हामी, म्याग्नेसाइड उद्योग, त्यसलाई पनि हामी अगाडि बढाउनेछौँ।